हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ हामी क्लास 9 लाई लिएर चाहिँ सिलगढीमा रहेको नर्थ बङ्गाल साइन्स सिटी घुम्न गइरहेको छौँ। त्यो भएर चाहिँ सबैजना खुसी देखिराख्नु भएको छ हजुरले। बिहानको मिरमिरे घामसँगै चाहिँ हामी पूर्वतिर लाग्छौँ। पूर्वको बिर्तामोडमा रहेको वातावरण पार्कमा चाहिँ खाजा खुवाउने भनेर सबै नानीहरूलाई हामी उतार्दैछौँ। यहाँ खाजा खाएर चाहिँ हामी फेरि काँगाभित्रतिर लाग्छौँ है त। अब यो खाजा खानु चाहिँ सबैजना पालै पालो उठिरहेको देख्न सक्नुहुन्छ। अब खाजाको पनि पालो आयो। खाजा चाहिँ सबैजना भाइ बहिनीहरू लिएर कतिजनाले बसिसकेका छन् होइन। अब सबैजना आफ्नो ग्रुपमा लिएर बसिरहेको देख्न सक्नुहुन्छ तपाईँहरूले। साहिल भाइ छ, इसाकले खाजा लिएर जाँदैछ। सबैजना खाजा लिएर चाहिँ आफ्नो ठाउँमा बस्ने काममा लागिरहेछन्। अब यो खाजा खाइसकेर चाहिँ हामी फेरि काँको भित्रतिर लाग्छौँ। काँको भित्रतिर लाग्दै गर्दा चाहिँ सबैजना भाइ बहिनीहरूलाई हिँडाउँदै मेची खोला पार गर्ने योजना बनाउँ हाम्रो। यो योजनासँगै हामीले बाटो र पुलमा हिँडाउँदै गर्दा चाहिँ भारत र नेपालको सिमाना जङ्गीतिर देखाउँदै हामी पानी टङ्कीतिर लाग्छौँ। अब पानी टङ्कीमा गाडी रिजर्भ गरेर चाहिँ अनि त्यहाँदेखि हामी साइन्स सिटीतिर लाग्छौँ। साइन्स सिटी हजुरहरूलाई थाहा छ नि। साइन्स सिटीको चाहिँ मिरर मेज सुरुमा देख्न सक्नुहुन्छ हजुरहरूले। मिरर मेजमा हामी रमाइलो गर्दैछौँ। मिरर मेज अनि यहाँ चाहिँ तपाईँको हाम्रो 3D सो अनि त्यस्तै गरेर चाहिँ तपाईँको प्लानेटहरू हेर्ने होइन, तारामण्डलहरू हेर्छौँ। अनि डेमो फरेस्टहरूले बर्डको स्पाइसिसहरू हेर्ने अनि विभिन्न जातिहरूको चाहिँ उत्पत्तिहरू सबै कुराहरू हेरिरहेछन् नानीहरूले। यो हेर्दै गर्दा चाहिँ फेरि गर्ल्सहरूको पालो आए जस्तो छ। अब मिरर मेजमा घुम्ने होइन, गर्ल्सहरू मिरर मेजमा एकदम रमाइलो गरिरहेछन्। यो मिरर मेजसँगै चाहिँ हामी एक्सपेरिमेन्ट पनि गर्छौँ। एक्सपेरिमेन्टमा चाहिँ हाम्रो इसाक सुवेदी छ। इसाक सुवेदीले चाहिँ एक्सपेरिमेन्टमा बसेर चाहिँ एकदम एक्सपेरिमेन्ट गरिरहेको देख्न सक्नुहुन्छ हजुरहरूले। र इसाक सुवेदीसँगै पछि हाम्रो दुईजना नानीहरू पनि एक्सपेरिमेन्टको लागि जान्छन्। र एक्सपेरिमेन्ट गरिसकेपछि हामी सँगै अलिकति छेउमा रहेको सिटी सेन्टर जान्छौँ। र सिटी सेन्टरमा भाइ बहिनीहरूले चाहिँ एकदम पिज्जा हटमा चाहिँ पिज्जा हन्ट गरिरहेको देख्न सक्नुहुन्छ हजुरहरूले। र यो सकिएपछि हामी फेरि फर्केर चाहिँ बिर्तामोड आइपुग्छौँ। बिर्तामोडमा फेरि खानाहरू खाएर चाहिँ अनि सबैजनाले चाहिँ एकदम रेस्ट गरिरहेको देख्न सक्नुहुन्छ हजुरहरूले। खाना खाएर अनि हामी त्यहाँबाट पनि पूर्व लाग्छौँ। त्योभन्दा अगाडि हामीले साइन्स सिटीमा खिचेको फोटो हेर्नुहोस् त कस्तो छ। थ्याङ्क यू एभ्रिवान।